मैले त पहिल्यै भनेको थियो। मैले 23 गतेको दिन जेएनजीको कार्यक्रममा म आउँछु भाग लिन भन्दाखेरि मैले 12 बजी हालेँ। 2 बजी बालनले के भन्नुभयो भने कि दुर्गा परसाईहरू जस्ता आउनु पर्दैन भनेर चाहिँ दुर्गा परसाई त भनिएन, कुनै पनि पार्टी अभियन्ता बौलाहरू नआउनु भनेर उहाँले लेख्नुभयो। तर म उहाँलाई के भन्छु भने दुर्गा परसाई बौला होइन, तपाईँ बौला हो, तपाईँ बौला हो। तपाईँलाई म आज एउटा कुरा के भन्छु भने नि, तपाईँलाई चुनाव लड्ने एकछिन, तपाईँलाई चुनाव लड्ने शौक छ, प्रधानमन्त्री बन्ने यो देशको शौक छ भने पहिला जेएनजीका माग पुरा गर्नुहोस्, पहिला जेएनजीका माग पुरा गर्नुहोस्। त्यतिखेर जब जेएनजीहरूले तपाईँलाई आउनुहोस् भन्दाखेरि तपाईँ लुकेर 3-3 दिनसम्म मोबाइल अफ गरेर लुकेर बस्नुभएको होइन। तपाईँको धनु कस्तो छ भन्ने हामीलाई थाहा छ, धनु कस्तो छ भन्ने कुरो हो कि होइन। त्यसले गर्दाखेरि म तपाईँलाई एउटा कुरा के भन्छु भने म अहिले सुशीला कार्कीतिर आउँला, तपाईँहरूलाई सत्य कुरा भन्छु, म माता दुर्गाको भक्त हुँ। म ढाँटेर बोल्दिनँ, तपाईँहरूसँग मलाई लिनु नै केही छैन, मलाई कमाउनु नै केही छैन। म कमाइ बिरिसकेको मान्छे हो, अब जिन्दगीको उत्तरार्धमा छु, 55 वर्षको भइसक्यो। अब कति बाँच्छु त्यो पनि क्यान्सर सर्भाइभल मान्छे हो, कुरा भन्नु होइन। तर म आज के भन्दैछु, म जेएनजीलाई साथ दिँदै गर्दाखेरि नि म प्रधानमन्त्री चाहियो भनेर हिँडेको छैन। जेएनजीलाई साथ दिउँ, अघि बढाउँ, म तपाईँहरूको पछाडि गोठालाको काम गरौँला, गोठालाको तपाईँहरूलाई अगाडि बढाएर, कुरा भन्नुभयो कि मैले 79 साल फागुन 1 गते यो देशमा सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, लघुवित्त पीडित, सहकारी पीडित, बैंकमा पीडित कालो सूचीमा पढ्या नेपाली नेपालभित्रै ब्ल्याक लिस्टमा पर्यो। नेपाली नेपालभित्र कालो सूचीमा पढेर उसको नागरिकता चल्दैन, उसको पासपोर्ट चल्दैन। ऊ एउटा छुट्याएको, उहिले कस्तो हुन्छ भने त्यो पर सरेपछि स्त्रीहरूलाई छुट्याइन्छ नि, त्यो छुट्याएको जस्तो तरिकाले छाउपडी जस्तो देशमा ब्ल्याक लिस्टमा कालो सूचीमा पढेर मान्छे हिँड्ने अवस्थाको मैले त्यो गर्नु हुँदैन। नेपालीका घर जग्गा जीवन लिलाम गर्न दिनु हुँदैन। यो किनभने राष्ट्रको राजनीतिक कारण र दलको अकर्णनीयताका कारण, नेताहरूको बुद्धि बिग्रेका कारण, भ्रष्ट भएका कारण यो देशमा भएका व्यापारीहरू सबै बिग्रिने अवस्थामा पुगे। बैंकको ब्याज मैले आवाज उठाउँदै गर्दा 16% थियो, 16% थियो। लघुवित्त र सहकारीको ब्याज 26%, 28% थियो। मैले यो ब्याज धेर भयो, यो ब्याज धेर भयो भन्दाखेरि मलाई यो दुर्गा परसाई बौलायो भनेर भने, 6% मा गर्दैउ न भनेर भने, आज 6% मै आयो त, 6% मै आयो। र आज ब्ल्याक लिस्ट खोज्देऊ, नेपालीका घर जग्गा जीवन लिलाम नगर्देऊ, भूमिविहीन नबनाऊ, सुकुम्बासी नबनाऊ, सिधी सम्पत्ति सबै ब्याङ्क र लघुवित्तले लिलाम गरिसकेपछि त्यो मान्छे सडकमा आउँछ, खोलाको डिलमा आउँछ, त्यो खोलाको डिलमा बस्न देऊ भन्दाखेरि बालनले डोजर चलाउँछु भन्छन्। ए बाबा, सागको मुन्टो बाटाको फेदमा बसेर मकै पोलेर, हरिया मकै पोलेर काठमाडौँका गल्लीमा खान्छु भन्दाखेरि नि यहाँ बालनका पुलिसले, बालनका गार्डले लात हानेर खेदे हो कि होइन भन्नुहोस् त। अब काठमाडौँवासीले थाहा पाउँछन् बालन प्रधानमन्त्री भएपछि नि यी खोला किनारामा 20 मिटर भन्दैछौँ हामी, 60 मिटर लगाएर बालन शक्तिमा आएपछि लात हानेपछि काठमाडौँका खोलाका किनारमा बस्ने यी घरवालाले थाहा पाउँछन्। त्यतिखेर यिनका आँखा खुल्छन्, त्यतिखेर आँखा खुल्छन्। र म बालनलाई के भन्छु भने तपाईले दुर्गा परसाई गरिबीबाट भगाउन चाहन्छ, गरिबी, तर गरिब जनतालाई भगाउन चाहदैन। तपाईँ त्यो विचार लिएर आउनुहोस्। आज काठमाडौँमा एउटा टोयलेट बनाएको छैन, एउटा टोयलेट बनिएन। हेर्नुहोस्, नेपालभरि कतिवटा महानगरपालिका छ, चितवन महानगरपालिका आज नि युरोपियन स्ट्यान्डर्डको भएको छ कि छैन? भएको छ कि छैन? त्यही चितवन नगरपालिका त्यस्तो बनेको छ। काठमाडौँ नगरपालिकाको हालत आज हेर्नुहोस् त, एउटा फोहोर व्यवस्थापन गर्न सकेका छैन। फोहोरको व्यवस्थापन गर्नलाई
आजसम्म सकेको छैन। एउटा पिसाब फेर्ने टोइलेट बनाएको छैन। आज उहाँ आइसकेपछि सोसियल मिडियाले के गर्छ तपाईँलाई थाहा छ? विदेशीहरूले गर्नु पर्यो भने डलरको खेतीमा सोसियल मिडियाले के गर्छ थाहा छ? जब मान्छेलाई प्रधानमन्त्री बनाउनु पर्यो भने, जब मान्छेलाई एकदम उ गर्नु पर्यो भने हाइलाइट गर्छ पहिला। त्यस पछाडि के गर्छ? उसलाई मेगासिसी पुरस्कार दिन्छ, त्यस पछाडि नोबेल पुरस्कार दिन्छ, नोबेल शान्ति पुरस्कार। त्यस पछाडि प्रधानमन्त्री बनाउँछ अनि ठ्याक्क अमेरिकन सेना ल्याउँछ। बङ्गलादेशमा त्यही भयो होइन? भयो कि भएन? अनि यो कुरो कसैले बोल्न सक्यो? कसैले बोल्न सकेन। मैले आजभन्दा 2 वर्ष अगाडिदेखि भनेको बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन् भनेर भनेको थियो। आयो आनन्? कम्बोडिया काण्ड त मैले खोलिसकेको छ। अब एउटा कुरा, कम्बोडिया काण्ड त हेर्नुहोस् भाइ, देशको प्रधानमन्त्री हुँदाखेरि तिमीले भ्रष्टाचार गर्यौ भनेर भ्रष्टाचारीको फाइल, प्रधानमन्त्रीको फाइल खोल्ने एउटा मुटु भएको मान्छे दुर्गा परसाई हो। अरू कसैको दम थियो? म तपाईँलाई भन्छु त, यो 23 र 24 गतेको घटना पछाडि मलाई आर्मीले बोलाएको थियो, नेपाल आर्मीले। मलाई त्यतिखेर प्रधानमन्त्री हुनु भनेको थियो। म प्रधानमन्त्री भएको थिएँ भने नि यी भ्रष्टाचारीलाई पाटाको डोरीले बाँधेर घिसार्दै कहाँको गाडीमा हालेर घिसार्दै ल्याएर नि यिनीहरूलाई मेरो ताकत देखाउँथे। भ्रष्टाचार गर्दाखेरि कस्तो हुन्छ? आज तिमीहरूले भ्रष्टाचार गरेका कारणले के भएको छ थाहा छ? हाम्रा चेलीबेटीहरू आज 8 देखि 10 लाख चेलीबेटीहरूले बेचिनु परेको छ। कुरा बुझ्नुभएको छ कि? एउटा नेपाल आज बम्बईको कोठीबाट आँखाबाट आँसु झारेर नेपालतिर फर्केको नेपाल छ। ती नेपाली चेलीहरू के भन्छन् थाहा छ? यो देश विकास भयो भने हामीले बेचिनु पर्दैन भनेर रोइराखेको नेपाल छ। त्यो नेपाललाई यो नेपालसँग जोड्ने नेता चाहिएको छ क्या? यहाँ नेता, लिडर चाहिएको छ। खोइ सुशीला कार्कीले भनेको होइन, भ्रष्टाचारीलाई 5 दिनमा कारबाही गर्छु भनेर भने होइन? मैले अस्ति वार्तामा के भने तपाईँलाई थाहा छ? यहाँ हुनुहुन्छ, मसँग वार्तामा जानुभएको। ए प्रधानमन्त्रीज्यू, तपाईले त 5 दिनमा गर्छु भनेर भन्नुहुन्थ्यो त। भन्दाखेरि के भन्नुभयो? पक्रेर ल्याएर थुन्छु भन्नुभयो त भनेर भन्दाखेरि के भन्नुहुन्छ थाहा छ? खुस्स बाबु, गाह्रो रहेछ। त्यस्तो गाह्रो छ भने किन बस्नुभएको भनेर यहाँ हाम्रो सुशील बरालले भन्यो। फेरि राजीनामा दिनुहोस् भनेपछि अहिले मैले राजीनामा दिएपछि भेकम हुँदैन, खाली हुँदैन भन्छन्। फेरि षड्यन्त्र भयो, त्यही त हो नि कुरा होइन? भनेपछि मैले भन्न, सिंहदरबारमा आगो लगाउने टिमै हो नि त्यो, सर्वोच्चमा आगो लगाउने टिम हो। 75 जना बच्चा मराउने, बाटा बनाउने टिम त्यो हो। पुरानो दल जति अपराधी भयो नि त्यति नै अपराधी यी पनि हुन्। हिजो नेपाली जनता कहाँ थिए तपाईँलाई थाहा छ? तावामा थिए, तावामा फटफटाउँदै थिए। आज नेपाली जनता नि आगोमा झरेका छन्, भुग्रोमा झरेका छन्। त्यो भुग्रोबाट नेपाली जनतालाई नि शान्ति दिनको लागि अब हाम्रो अभियानले आन्दोलन गरेर आजदेखि हामीले वार्ता पनि तोडेका छौँ। अब हामी यो सरकारसँग वार्ता गर्न जाँदैनौँ। हामीले के सोच्यौँ? लघु वित्तको, सहकारीको ब्ल्याकलिस्टको कमसेकम यति भए पनि मिना गरिदेऊ, ब्ल्याकलिस्ट भए पनि खोलिदेऊ। 6 लाख मान्छे ब्ल्याकलिस्टमा परे। त्यो ब्ल्याकलिस्टमा भनेको त प्रधानमन्त्रीले के गर्ने हो नि? एक्जिक्युटिभ पावर एक्सर्साइज गरेर क्याबिनेटमा पास गरेर अब यो साल क्याबिनेट खोलिदिउँ भनेर भन्ने हो नि त। धनी पूर्जा त ती ब्याङ्कमा थियो, ब्ल्याकलिस्टमा त खोलिदेऊ न भनेर त्यत्रो आइडिया दिँदा पनि नि त्यो त गर्नै सकिँदैन। विज्ञलाई सोध्नुपर्छ अरे। विज्ञलाई सोध्ने भने नि, विज्ञलाई सोध्ने भने किन हामीलाई भुलिएको भने मैले है। लास्टमा मलाई उहाँले के भन्नुभयो लास्टको वार्तामा? बाबु अब वार्ता भनेको त्यस्तै हो, तपाईँले उठाएको सबै माग जायज छ, तर म केही गर्न सक्दिनँ। कुरा भन्नुभयो, केही गर्न सक्दिनँ भन्छ। मैले यति पनि भने उहाँलाई, जेएनजीहरूले अहिले भनिरहेछन् 72 वर्षको बुढालाई हटाएर 73 वर्षकी आमा आइन् भनेर भन्दैछन्।